हेलो गाइज, आज चाहिँ हामी अब चितवनको गर्मी छल्नलाई जाँदैछौँ होइन, हेटौँडातिर। भोलि साइकल रेस पनि छ। हाम्रो दोस्त पनि आइसक्नु भयो होइन, हाम्रो भान्जासिरी भोलि आउने रे। म चाहिँ अहिले बगमा आइसकेको छु होइन। यहाँ एकदम साइकलहरू, एकदम ब्रान्डका साइकलहरू तपाईँहरूलाई चाहिएमा खबर गर्नु होला। हाम्रो एमटिभी बग नारायणघाट सर्लक्क हेर्नु न, एकदम बब्बल साइकल। ओन टेस्ट त छ, सेकेन्ड ह्यान्ड साइकल पनि हामीसँग छ है, बेच्चाको पनि छ। के छ राज दाइ? ठिक छ, अब पसल बन्द गर्नु पर्यो। ए ल, अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। अनि त्यसपछि एकछिन अनि त्यहाँ मेरो पसलमा गएर अनि त्यहाँबाट रेडी भएर निस्किनेछौँ ल। यहाँ पनि साइकल छ है, यो साइकल पनि बिक्रीमा छ एकदम। यो सेकेन्ड ह्यान्ड साइकल एकदम वान टेस्ट यसको 5.5 लाख हो अरे। अब दाइहरूले एकदम मिलाएर गरिदिनुहुन्छ एकदम। तपाईँहरू पनि आउनु होला ल। ओके गाइज, ठिक छ नि ल, भन्छ कि है त। बाटो चाहिँ एकदम दामी छ। तपाईँहरू गाइज, हामी चाहिँ ज्यामिरे आइपुग्यो, एकदम थकाइ पनि लाग्यो। राइट, के छ दाइ? कतिको भोक लाग्यो? कतिको भोक लाग्यो दोस्त? हामी चाहिँ आइपुग्यौँ अब नवराज दाईको होटलमा। अब त्यसपछि यहाँ अब हामी खाजा खाने, अनि त्यसपछि हेटौँडातिर लाग्ने। गर्मी छल्दै मिठो एकदम हावा या सरर है त एकदम। माछा चाहिँ मिठो लोकल माछा यहाँ चाहिँ पाउँछ। लोकल दाइ के पाउँछ रे? लोकल कुखुरा, लोकल माछा। ए बाबा, ल नवराज दाइकोमा लोकल कुखुरा, लोकल माछा। ल ल गाइज, माछा लोकल एकदम दाइ, एकदम मजाले। दाइ कस्तो छ माछा? ए हो, यो चाहिँ एकदम लोकल भुटन। कस्तो छ दोस्त लोकल भुटन? बबाल छ होइन? अनि माछा कस्तो छ दाइ? तामा हालेको दाइ, एकदम यो चाहिँ एकदम अर्ग्यानिक लोकल माछा तामा हालेको। अब हामी खाँदैछौँ गाइज। यो चाहिँ अर्को लोकल आयो है। कस्तो छ दोस्त लोकल? मिठो छ है? लगाइछ। अब खाजा खाइयो, अब यहाँबाट हामी लाग्दैछौँ बिस्तारी है टक्कलाएर। खाजा खाना पनि आउनु होला यहाँ नवराज दाइकोमा।
हामी चाहिँ हेटौँडा बजार चाहिँ आइपुग्यो। यो चाहिँ हेटौँडा बजारको चोक है। एकदम हेर्नु न। अब यहाँबाट हामी चाहिँ रुम लागेर अनि तपाईँलाई देखाउने छु है गाइज। ल गाइज हामी चाहिँ नागरिक हेटौँडाको नागरिक भवन आइपुग्यौँ। अब यहाँ भाइहरूलाई पनि भेट्यौँ सबैजना होइन। यहाँ चाहिँ भाइहरूलाई यहाँ चाहिँ राखेको रहेछ यो नागरिक भवनभित्र है। गाइज हामी चाहिँ रुमतिर आइपुग्यो। यहाँ त एकदम जाडो रहेछ कि म त टक्क सुतेछु होइन। अनि म चाहिँ फ्रेस भएर बसिरहेको। गाइज हाम्रो दोस्तहरू पनि आइपुग्नु भयो। भिज्दै भिज्दै रमाइलो छ रमाइलो होइन। हामी चाहिँ अघि नै आइसकेको थियौँ दोस्तहरू भर्खरै। अब एकछिन हामी चाहिँ निस्किन लाग्यो। हेटौँडातिर यस्तो चलबल दिन लाग्यो। पानी परेर ल्याक भइरहेछ। अन्त अब छाता ओढेर पर्छ। ल अनि के छ दोस्त? ल अहिले अब निस्किन लाग्यो हामी। पानी परेर 9:30 भइसक्यो होइन बेलुकाको। सबैजना केटाहरू टक्क लाएर बाफ्रे हेरौँ न। आमा के छ यस्तो प्लान दाइहरूको? दाइ त हेर्नु त आमा हाम्रो राज दाइ त बाब कत्रा दाइ कसम हो के हावा होइन। ल गाइज अब हामी निस्किलाको। हाम्रा केटाहरू हेटौँडा हलाउँदै है। हेटौँडाको नाइट म दिन्छु नि ल। सो ब्लू मुन यहाँको हेटौँडाको नाइस बार र यत्तिकै बोइजहरूसँग चिल मेबी एउटा दुइटा बियर खाएर थोरै डान्स गरिन्छ होइन। यहाँ डन हेटौँडाको डनलाई हेर्नुहोस् न। चितवनको डन हेटौँडा आएर होइन चलपल हाम्रो डन बाफ्रे राज दाइ। म के को डन हुँ म त सोझो मान्छे सोझो। अनि अर्को चिकनाई हाम्रो दोस्त। दामी लोकेसन चाहिँ आइपुग्यो। लोकेसन या सो थ्याङ्क्स टु अभियसली मी है। यस ल ल गाइज हामी चाहिँ जाँदैछौँ अब। गुड मर्निङ गाइज। अब हामी रेडी भएर अब निस्किन लागेको गेमको लागि। त्यहाँ अब के हुनेछ है म देखाउने छु। टक्क लाएर गेम सेम हेर्दै तपाईँहरूलाई पनि देखाउने छु। खतरा कसले जित्छ होइन आजको गेममा। लेडिजमा केटामा अनि त्यसपछि इलाइटमा अनि जुनियरमा सबै गेम है गाइज। अनि त्यसपछि मैले तपाईँहरूलाई के देखाउने छु है। अब हेटौँडाको बिहानको माहौल म एकदम सुनसान छ। हामी गेम हेर्न गइरहेछौँ। दाइ छ मागौँ न। ल टक्क लाएर केरा र आँपको मिक्समा सुनसान माहौलमा एक प्रकार दुध पनि जाने हो कि सरी एउटा उपमहानगरपालिका। हामी टक टक हिँड्दैछौँ दाइहरू अगाडि टक टक टक। बिहानको माहौल सुनसान छ। आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक शिक्षा मन्त्रालय। माहौल एकदम सुनसान छ हेटौँडाको। अब लाग्नेछौँ। खतरा फुल फ्लावर्स इन्टरनेसनल ओपन एक्सी च्यालेन्ज 2082 को फर्स्ट हुनेछ त है त। गेम त स्टार्ट भइसकेको रहेछ। म चाहिँ ढिलो आइपुगेँ। ल गेम त 7 बजे नै स्टार्ट भइसकेको रहेछ। मैले ढिलो आइपुगेँ। कति ल्याप चाहिँ हानिसक्यो। अब यहाँबाट हेर्नेछौँ है त। एकदम फास्ट रनिङ। वाओ गयो ल आने राइट
दिदी गुड मर्निङ दिदीहरू पनि आइपुग्नु भयो दिदी पनि भेट दिदीसँग पनि भेट भयो यसपछि तपाईँहरूको दिदी यसपछि आयो आयो 104 लास्ट ल्याप अब हान ल अब लास्ट ल्याप लगाइसक्यो ओ फर्स्ट अन्य 102 फर्स्ट अब हाम्रो निमा भाइको पालो छ हैन फर्स्ट है एकदम भाइलाई कङ्ग्रेचुलेसन हर्दिक सागर भाइ फर्स्ट है सबैजनालाई बेस्ट अफ लक न्युजिल्यान्डबाट पनि आउनुभयो रहेछ सो पोडियमको लागि अथवा पोजिसनको लागि चाहिँ हामीलाई रेस स्टार्ट फिनिसमा इन्फर्म गरिदिनु होला बाटोमा मार्शल्स मेडिक्स हुनुहुन्छ वाटर पोइन्ट त्यहाँ मात्र छ वाटर पोइन्ट 1 फिडिङ एन्ड टेक्निकल त्यहाँ पानी तपाईँहरूले त्यहाँ लिनु होला तपाईँहरूको साथीहरू कसैलाई भन्नु त्यहाँ हुनुहुन्छ त्यहाँ हाम्रो न्युट्रल फिडिङ पनि हुनुहुन्छ त्यही हो ट्र्याक अलिक स्लिपरी होला त्यो गर्दाखेरि बिस्तारै चलाउनु होला होइन भन्नाले रेस मोडमा तर सावधानी साथ चलाउनु होला विथ कसन अनि अलिक पछाडिबाट ओभरटेक गर्ने साथीहरूले राइट अर लेफ्ट भन्दाखेरि प्लिज तपाईँहरूले अगाडिको राइडरहरूको हुनुहुन्छ भने छोडिदिनु होला बाटो है त्यो गर्दाखेरि पनि त्यो फेयर प्लेको लागि पनि गरिदिनु होला अब हामी 6 मिनट्समा स्टार्ट गर्छौँ 9 o'clock स्टार्ट पिक टाइममा ल अब ओमेन र मास्टरको गेम चाहिँ स्टार्ट हुँदैछ ओमेनमा 7 जना हुनुहुन्छ सबैजनालाई कङ्ग्रेचुलेसन एकजना इन्टरनेसनल खेलाडी हुनुहुन्छ 10 सेकेन्ड स्टार्ट ओ हैन तपाईँहरूले पोजिसन चाहिँ पाउनुहुन्छ कि फर्स्ट ल्याप तपाईँको फाइनल तपाईँको फिनिसरले सघाउनु भयो अनि त्यसपछि तपाईँको सक्यो तर ल मास्टरको स्टार्ट गो ओ 4 जना एट फर्स्टमा आउँदै हुनुहुन्छ लक्ष्मी मगर लक्ष्मी दिदी एकदम बबाल एकदम मा निकी बबाल दामी कुद्यो मास्टरमा है गयो मन्दिरमा यहाँ हरियाली सुरु ल लक्ष्मी दिदी कमान एकदम ठीक छ दिदी एकदम हामी हजुरको साथमा गो दिदी गो केही छैन ठीक छ एकदम ठीक छ कट्यो ल म फेसबुक बन्द गरिदिन्छु ल हैन किन बन्द नगर्नु न फोटो खिच्न पाएन कि यहाँ चाहिँ टप उकालो एकदम गयो एकदम बबाल दामी गयो एकदम गुड जब एकदम गुड जब
सल्लाघारीमा यहाँ चाहिँ एकदम टप उकालोमा साइकल रेस भइरहेछ बबाल दामी दामी छ हेलो ए रचित तिमीले एलएनकी बोकेको छ एलएनकी बोकेको छ मोबाइल र चेन मोबाइल मात्र दिएको छ के बोकेको छैन हैन हो कहाँ एलएनकी बोकेर हिँड्छ तिमीहरु कहाँ छ त्यो एलएनकी अनि एकदम बबाल भइरा बाहिर बोले कल गरे अहिले मेरो से प्यार गर्छ याले साहसी नै ठुलो कुरो हो के हो एकदम प्र्याक्टिस त बलो त भइरह त अब बिस्तारै जानु अब गो 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 चढ्यो चढ्यो चढेर चढेर अब चढेर चढेर ल आयो 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 बिस्तारी एकदम ठिक छ गुड 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 ए कन्ट्रोल नआतिकन रपरी स्किन नगरेको हो दामी 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 राम्रो छ ठिक छ छैन छैन ल बिस्तारै जान्दी गो 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 दामी 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 एकदम बबाल आयो आयो ओ ल लक्ष्मी ल उहाँ दिदी फर्स्ट ओ ल दाइ र दिदीलाई कङ्ग्रेचुलेसन मोमेन्टमा दिदी फस्नु भयो अनि मास्टरमा दाइ चाहिँ फस्नु भयो अलिक गर्मी भएन ठिक छ दाइ ल इलाइटको पालो त्यसपछि यहाँ रमाइलो लास्ट गेम तपाईलाई भएन अनि फर्स्टले अब सकायो भने तपाईको सबै रुम हुन्छ है बुझ्नु भयो नि 6 ल्याप ल अब यो चाहिँ लास्ट गेम अब को फर्स्ट हुने छ है त हेर्नु होला एकजना विदेशी पनि हुनुहुन्छ है इलाइटमा 10 seconds साइड गो दामी 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 चाहिँ एकदम जङ्गलको बाटोमा हरियालीसँगै यहाँ रमाइलो एकदम कम्पिटिसन त घम्सा घम्सी भइराखेको छ आयो आयो ल दामी दामी आयो आयो दामी दामी ड्रोन सट सागर ड्रोन सट गेम हेर्न चाहिँ आएको हो सानो बच्चा हो यो सबभन्दा भर्खर 1 इयरको है यो यहाँ चाहिँ अहिले घाम लागेको छैन मस्त दल छ अहिले बसिरहेको छ भइरहेको थियो दामी 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 एकदम दामी आयो 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 दामी दामी ठिक छ दामी निमान दामी 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 धेरै ग्याप छैन बबाल ल मजा भइरह ल भन्देऊ त कसको नाम के ल छिटो
छिटो न अनि बल्ल मेरो भ्लगमा आउँछ अनि मेरो युट्युब च्यानलमा आउँछ ल ल तिम्रो नाम के हो भन त छिटो कति कक्षामा पढ्छौ 8 अनि 8 कक्षामा पढ्ने विद्यार्थीले यस्तो अनि के नाम भन छिटो कुञ्जन छेत्री तिम्रो जस्मिन तामाङ सँगै पढ्ने हो होइन कति क्लासमा तिमी 7 ए ल ल यता हेर त हाँस्दैन नै नलजाइकन दामी 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 निमा दामी दामी रमाइलो छ केटाहरूको यहाँ हेलो हेलो दामी दामी ब्रो नाइस नाइस हेलो नाइस गुड गुड दामी सुरज दाई आउँदै हुनुहुन्छ बब्बाल है एकदम दामी दामी सुरज दाई धेरै ओ सरी सरी एकदम दामी छ सुरज दाई ग्याप छ हेर थाकेको मान्छे यता हेर त हाई गरिदेऊ न त मेरो भ्लगको नाम आरसी भ्यू हेर त अहिले नेट छ आरसी भ्यू अब यहाँ गेम हुँदै गएको छ म चाहिँ यता मन्दिर रहेछ यहाँ चाहिँ यसो तपाईँहरू देखाउने छु है के रहेछ यसो यहाँ पनि गएर आउनु पर्यो गाइज यहाँ चाहिँ खोला टक्क हेर्नु कत्रो चिल छ है आमा एकदम हेर्नु न बबाल म यहाँ जाँदैछु यसो सर्टकट बाटो के कस्तो छ के छ है फोटोहरू यसो सुट हान्नु पर्यो रमाइलो दामी रहेछ यहाँ एक उतापट्टि गेम चलिरहेछ म चाहिँ एकछिन यहाँ चाहिँ ल शुभ विवाह व्रत बन्धनको लागि गाइज तपाईँहरू पनि हेटौँडा हुनुहुन्छ भने यसो यहाँ आउनु होला मन्दिर शुभम विवाह मण्डल दामी छ यहाँ ठाउँ चाहिँ रमणीय सांस्कृतिक पर्यटन दामी रहेछ ठाउँ चाहिँ ओम श्री दामी श्री वन मन्दिर देवी दामी छ नेपाल ठाउँ मन्दिर एकदम घुमघाम दामी छ सबैजना फोटो क्लिक रमाइलो एउटा गेम चलिरहेछ गेम सँगसँगै माताले रक्षा गरून् तपाईँहरू हेटौँडा आउँदै हुनुहुन्छ भने यहाँ घुम्नै पर्ने ठाउँ रहेछ यता पार्क पनि रहेछ है त पार्क दामी छ ल पार्क पनि दामी छ घुम्ने ठाउँ पनि दामी छ दामी बब्बाल म चाहिँ घुम्दैछु राम्रो फोटो खिचिदेऊ मेरो युट्युब च्यानल पनि स्वागत छ तिमीलाई है ल तपाईँहरू पनि आउनु होला है मेरो सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल तपाईँहरू पनि यहाँ घुम्न आउनु होला बनसोखण्डी मन्दिर परट के विकासश्री आउनु होला घुम्नलाई ल फाइनल ओ सुरज दाई ल फाइनल राउन्ड सुरु दामी सुरज दाई दामी ल कङ्ग्रेचुलेसन सुरज दाई ल सुरज दाई कङ्ग्रेचुलेसन दाई नचिन्ने कोही पनि हुनुहुन्न होइन सुरज दाई चाहिँ फर्स्ट हुनुभएको छ
गेम पनि हेरेर आयो, खाना पनि आयो। अब खाना चाहिँ खाने एकदम खाना टक्क चिकन खाना। त्यही 5 जना त्यही हो। ल केटाहरू भोकाएर है, बापरे कति बेला खाना खाम भइसक्यो के। टक्क यहाँ आउँदैछ खाना हाम्रो। अब खाना खाएर हामी लाग्नेछौँ। ल खानासाना खाइयो। अब यहाँबाट हामी लाग्दैछौँ अब शहीद स्मारक जाने होइन दाइ? दाइ शहीद स्मारक जाने होइन? शहीद स्मारक त्यसपछि ल मेरो लागि थ्याङ्क यू मेरो दाइ, थ्याङ्क यू। सबैजना के सबैजना होइन भन्छ? ल हामी अब शहीद स्मारक हिँड्यौँ है त गाइजहरू। अनि हेलो दोस्त, शहीद स्मारक होइन बाद मिठो खाना खुवाउनु भयो। हाम्रो होटलको नाम के हो दाइ? स्वस्तिक होटल। हेटौँडा आउनुभयो भने एकदम मिठो खाना आउनु होला हाम्रो दाइकोमा। यो लोकेसन भनिदिनु नि दाइ। हाम्रो नगरपालिका रोड ल ल ओके थ्याङ्क यू दाइ। ल ल हामी चाहिँ अब शहीद स्मारकको लागि निस्क्यौँ है त। जाम दाइ जाम। केटाहरू एकदम आउँदैछन्। बाई बाई हेटौँडा। अब हेटौँडालाई बाबाई गर्दै हामी लाग्दैछौँ अब शहीद स्मारकमा है। मलाई एकदम आउने सपना धेरै थियो, बुढो आउने, तर शहीद स्मारक घुम्न चाहिँ नमिलेको सिचुएसन थियो। आज चाहिँ दाइहरूसँग शहीद स्मारक पनि घुम्ने मौका पाएँ, एकदम खुसी छु। अब त्यहाँ के छ है त मलाई केही पनि थाहा होइन। अब म तपाईँलाई सबै देखाउने छु है त, कस्तो छ के छ है त। यहाँबाट शहीद स्मारक जाने रहेछ। अब हामी चाहिँ शहीद स्मारक प्रवेश गऱ्यौँ। बाटो कस्तो छ त है त म पनि तपाईँलाई देखाउने छु। कालो छ, गीत छ, राम्रो छ बाटो। सरर हावा बगिराख्ने हेटौँडाको शहीद स्मारक कस्तो छ त मलाई पनि एकदम हेर्न एकदम आकर्षित थिएँ। तपाईँहरू पनि आउनुभएको छ होला कि बनाउनु भएको छ, आउने सोचमा बनाउनु भएको छ शहीद स्मारक। शहीद स्मारक पनि आइपुग्यो है। यहाँ उहाँको आइपुग्यो फाइनल्ली। म चाहिँ फर्स्ट टाइम यहाँ चाहिँ अब शहीद स्मारकभित्र चाहिँ छिर्न लागिरहेको छु। कस्तो छ टिकट काट्न चाहिँ पर्दो रहेछ। टिकट कति रहेछ है त म सोध्दैछु। पर्यटक प्रवेश विद्यार्थीको लागि, सो विदेशीको लागि अब टिकट टिकट काउन्टर 5 जना कति? टिकट पनि लियो। 5 जना है। ल शहीद स्मारकभित्र छिरियो त गाइज। टाइगर छ हेरौँ न त। ओम नमः पेमे। वीर शहीदहरूको अमर रहौँ। दामी प्लेस शहीद स्मारक एकदम सहराको साथमा हो। केटाहरू रमाइलो इन्जोय गर्दै हेर्नु न भित्र रहेको प्लेस एकदम दामी। म चाहिँ फर्स्ट टाइम आएको है गाइज। मान्छे त टन्नै आउँदो रहेछ है यहाँ चाहिँ घुम्नलाई। ढुङ्गामा खोपिएको शहीदहरूको एकदम स्मरणीय पिक्चरहरू है गाइजहरू। नेपालको गौरव हेटौँडाको पहिचान। दाइ थोरङला 5 शिवजी त्यो दामी।
एकदम बबाल भ्यू यो हाम्रो शहीद स्मारक शिवजी सोरङला पास टक्कै बेस क्याम्प भाइदे मामा यति हजुरले यो भाइदे मामाको लागि यो सर्ट आउट है ल भाइदे मामा छोरङला पास छोरङमा पुगे त हामी Lower camp? लर क्याम्प Yeah. This is high camp. हाई क्याम्प High camp. First stay here, second stay there, and there, then top. भाइदे मामा बडा ट्रेकिङ भनिरहेको छ यहाँ आइपुगे त हामी छोरङला पास आइपुग्यो हामी है भेटाडाबाट डाइरेक्ट स्कुटी दामी छ यहाँ भाइ यहाँबाट बबाल भ्यू है एकदम भ्यू चाहिँ बबाल गौरी शङ्कर हिमाल गाइस है एकदम दामी भ्यू यति यति यो चाहिँ के हो चिल वाउ चिल हेर्नु कति धेरै चिल चिल हुचिल बेलायती मुसा यो चाहिँ बेलायती मुसा यो चाहिँ खरायो ल खरायो यो चाहिँ हाम्रो घरमा पनि थियो अहिले चाहिँ छैन ल खरायो एकदम कति धेरै खरायो रहेछ अनि यो गिद्ध वाउ यो चाहिँ गिद्ध ल हेर्न सक्नुहुनेछ गिद्ध गिद्ध है यो के हो लक्का परेवा दामी यो चाहिँ के हो कत्रो ठुलो रहेछ यहाँ चाहिँ चितुवा है मजाले सुतिरहेछ यो खाना नपाएर सुतेको कि खाना पाएर सुतेको हो है सुतिरहेको रहेछ ल को बनैमा मयूरको बासा यो बाँदर हेर्नलाई चाहिँ हाम्रो देवघाटमा पनि पाइन्छ यहाँ चाहिँ लोकल कचुवा हाम्रो चितवनको राष्ट्रिय पनि बबाल पाइन्छ होइन त यो चाहिँ गोही घरियाल गोही बाप्रे हेरिरहेछ म कति बेला मान्छे खाम भनेर घुम्दा घुम्दै धरारा पनि पुगिरहेछ यो हेटौँडाको धरारा हो हेटौँडाको फाइनली रूपमा चित्तलहरू है कति धेरै चित्तल खेलिरहेको रमाइरहेको बसिरहेको घुमिरहेको नास्पाती खाना आउनुपर्छ है गाई चाहिँ अब पाकेपछि उता पाइन्छ नि सिमलटा हो एक दिन जानुपर्छ सिमलटा पनि समग्र रूपमा शहीद स्मारक पनि घुमियो आज सो नाइस प्लेस एक दिन फुर्सद मिलाएर आउनु पर्छ है त गाइजहरू यहाँ चाहिँ घुम्नलाई दामी छ ठाउँ ढकमक्क फुल फुलेको एकदम अब हामी निस्किनेछौँ किनकि यहाँ अब हामी चितवन जान लागेको यहाँ टाढा छ पानी पर्ने अवस्था छ होइन त्यही भएर अब निस्किनेछौँ नेक्स्ट टाइम चाहिँ एकदम दामीसँग घुम्न आउनु पर्ला होइन गाइजहरू राम्रो छ
अब केही भागहरू चाहिँ घुमियो, अब केही भाग चाहिँ अब नेक्स्ट टाइमको लागि है त गाइज। ल यहाँ चाहिँ चिसापानी गढी, यहाँ चाहिँ विभिन्न आइटमहरू। यो चाहिँ हाम्रो सजाउने कुराहरू घरमा। एकदम नेपाली झोला। हेम्पबाट बनेको पात, यस गाँजाको पात, ढाका टोपी। वाउ सो नाइस, दामी दामी दामी। औ यो चाहिँ दही राख्नको लागि बनाइएको थियो कि। गोपाल मन्दिर वातावरणको गढी, एकदम दामी दामी बब्बाल ठाउँ, बब्बाल चित्र, बब्बाल प्रेस, भैरव डाँडा, वाटा, हेटौँडा बजारको दामी हेटौँडा बजार। हेलो फिलिङ कस्तो के भयो? ल सही सर घुमेर कस्तो लाग्यो भान्सरी? मेरो फर्स्ट टाइम, हजुरको नि फर्स्ट टाइम होला अभियसली। मेरो पनि फर्स्ट टाइम है। हजुरको नि फर्स्ट टाइम। धेरै घुमियो तर यस्तो दामी ठाउँ रहेछ होइन। आधा चाहिँ घुम्न नेक्स्ट टाइम चाहिँ आउने छु। ल फाइनली रूपमा शहीद स्मारक पनि घुमियो। एरिया चाहिँ एकदम ठुलो रहेछ है। आधा चाहिँ घुम्यौँ, अब आधा नेक्स्ट टाइम घुम्ने छु होइन। दामी एरिया, दामी प्लेस, तपाईँहरू पनि घुम्न आउनु होला, एकदम बब्बाल। ओके, हामी अब यहाँबाट लाग्दैछौँ आफ्नो प्रस्थान चितवनतर्फ। ओके।